हेलो नमस्ते गुड इभिनिङ सबैजनामा। हेर्नु नि चाहिँ म हजुरहरूलाई मेरो कौसी देखाउँछु है। यो कौसीमा चाहिँ यो कालो अङ्गुर अनि यहाँ चाहिँ ग्रिन कलरको यति सरी चाहिँ फलिसक्यो। अब बल्ल फेरि अर्को लट फल्न लाग्छ। एक त चाहिँ फलेर खाइसक्यो अनि यहाँ नि फल्दैछ। यहाँ चाहिँ यो चाहिँ ब्ल्याक हो कालो खालको अङ्गुर। स्ट्रबेरी फलिसक्यो, राम्रो फलाइदियो। एउटा आडीमा चाहिँ स्ट्रबेरी, यो जापानिज साग, कागती, यहाँ नि फल्दैछ कागती। यो चाहिँ 12 मासे कागती हो, राम्रोसँग फल्छ। अनि यो पेपिनो मेलन राम्रोसँग फलेको छ। यो पेपिनो मेलन पनि अनि यो चाहिँ व्हाइट कलरको तुलसी, भेन्डा, पिङ्क कलरको भेन्डा, जिम्बु अनि यो सयपत्री फुलको बिरुवाहरू छ। अनि यहाँ चाहिँ ड्रागन फलिरहेछ। यहाँ फलिरहेछ एउटा ड्रागन। अनि यो चाहिँ लेमन ग्रास, मखमली फुलको बेर्ना, कमल फुल। यो चाहिँ आरीमा माटाको आरीमा लगाएको छ। यो चाहिँ माटाको आरीमा कमल फुल। यो चाहिँ गुवादे झार भन्छ हामी चाहिँ गाउँतिर हुन्थ्यो। आई डोन्ट नो यहाँ चाहिँ के भन्छ है, थाहा छैन यहाँ चाहिँ के भन्छ। यो चाहिँ ट्रायङ्गल हार्ट। यो फुल चाहिँ ट्रायङ्गल हार्ट, स्नेक प्लान्ट। खुर्सानी पनि फुल छ। फेरि अर्को तुलसीको ऊ छ सेतो खालको। यो अकबरी खोर्सानी चाहिँ फलेर नि मर्न लागिसक्यो। पुदिना यस्तो किरा लागेछ हेर्नु न। यो के यो साग नाम चाहिँ बिर्स्यो फेरि यसको। यहाँ भेन्डा, यो डल्ले भेन्डा हो। यो चाहिँ गोलो खालको भेन्डा, डल्ले भेन्डा। यिनीहरू चाहिँ अकबरी खोर्सानीहरू। अनि यो मौरी, हाम्रोमा चाहिँ मौरी नि छ 3-4 गाड। आधुनिक गाड भयो यो। अनि यो चाहिँ परम्परागत गाड मतलब जुडे गाड। अनि यता चाहिँ धनियाँ लगाउने यो यसमा जेट प्लान्ट, बरुमा कमल फुल्न लागेछ। यो यहाँ नि छ अर्को गाड, मौरीको गाड। फ्लावर, यो चाहिँ सबैभन्दा मलाई मनपर्ने फ्लावर